मिमिन्चो लेक जाँदैछौँ अहिले हामी हो फिसिङको लागि। सो आज मिमिन्चो लेकमा फिसिङ त दामी हुँदैछ हो। वेदर त एकदमै दामी खोलेर किस्मतले साथ दिएको जस्तो छ। छान्बुको घर हो। हामी चाहिँ यहाँ दिदीको दोकानमा बसिरहेको छौँ। भाइहरू यहाँ छ। यो ब्याक साइडको वेदर पो दामी रहेछ है। हेर्नुहोस् त लभली सो नाइस। मजा आयो भाइ? एकदम आजको भने दिन चाहिँ होइन दा उग्रियो भने चाहिँ दामी हुन्छ होइन। उग्रेर भन्छ अब यतिको भन्दा दामी नि होइन। अघिको भन्दा त दामी उग्रिन्छ होला हौ दिन। आज ट्राउट चाहिँ झोलामा होइन सो यहाँ पछाडि बाँधेर यहाँ बुलेर दामी। Side 86 alright। सो त्यहाँ गाडी राखेको जग्गाबाट चाहिँ 1 किलोमिटर त बाई वक जानुपर्ने रहेछ नि त। अन्त पछाडि मेरो भाइ साइबी मजा आउँदैछ। आज सपना पुरा भयो हाम्रो सब ओभर। सो फाइनली ठाउँमै मलाई यहाँ ठाउँमै क्या मजा लाग्थ्यो क्या। दामी जग्गा पऱ्यो पनि ठाउँमै कस्तो स्याटिस त्यो हुन्छ नि त्यो युट्युबतिर हेर्छ नि हामी क्या त्यो ट्राउट फिसिङको क्या त्यस्तै लोकेसन भइदिइरहेछ मजाको। मेन चाहिँ यो रुखहरूले गर्दाखेरि पनि हो है स्याटिस भइदिइरहेछ। तर आज भन्नु पर्दाखेरि बिहानदेखिको वेदर अलिक राम्रो थिएन गान्तोकमा त हो। यहाँ चाहिँ अनएक्सपेक्टेड के हो वेदर चाहिँ साथ दियो। चिप्रा लड्छ बिस्तारै। साहिललाई धेरै मिस गर्दैछु है। साहिल पनि आएको भए चाहिँ यति बेला चाहिँ मेरो साथी साहिललाई चाहिँ पुरा मिस गर्दैछु हो। केही छैन नेक्स्ट टाइम साथी फेरि आउनुपर्छ फिसिङ गर्नु लागि ल। त्यस्तै भइहाल्यो हो। मेरो दुईवटा जुत्ताको लेस खोलेको नि तर तँलाई चाहिँ मिस गर्छु। बाटो हेर्नुहोस् है स्याटिस है बाटो त हेर्नुहोस् है। आउनुपर्छ है। मिमिन्चो लेक आउने सपना थियो धेरै अगाडिदेखि प्लान गर्दै थियौँ। मिमिन्चो लेक आउने मात्रै होइन आएर फिसिङ गर्ने चाहिँ। यस यस। सो आज त हाम्रो फिसिङ ब्लग हुनेछ है। फुल स्कट अगाडि छ अरू पनि मान्छेहरू हो। सो यहाँतिर यस्तो स्याटिस छ हेर्नुहोस् त। पाजु इन द हाउस। आज फेरि पाजुको डान्स खतरा हुन्छ है होइन। डान्स त खतरा गर्नु पऱ्यो नि त फेरि। सो फिसिङ त हाम्रो खतरनाक हुनेवाला छ आज ट्राउटको।